जस्तै हाम्रो बाइकको चाहिँ बारम्बार फ्युज किन जान्छ होइन, यसको समस्या कसरी आउँछ होइन, र यसको समस्याको समाधान कसरी गर्ने आज म तपाईँलाई देखाउँछु है। त जस्तो यो बाइकको चाहिँ हेर्नुहोस् त, हाम्रो फ्युज चाहिँ यो कटिसकेको छ होइन, बिग्रिसकेको छ है। र हेर्नुहोस् है, म चाहिँ यो राम्रो खालको फ्युज लगाउँदैछु होइन। र हाम्रो फ्युज बारम्बार कटिने होइन, बारम्बार फ्युज गइराख्ने है, र बारम्बार मिटरमा लाइनहरू पनि हराइराख्ने कारण चाहिँ म तपाईँलाई आज यो भिडियोमा देखाउने छु है। त जस्तो मैले फ्युज नयाँ लगाइरहेको छु होइन, र फ्युज नयाँ लगाएँ होइन। अब यो बाइक चाहिँ म स्टार्ट गर्दैछु है। र हाम्रो हेडलाइट चाहिँ हाईमा छ अहिले, हेर्नुहोस् है, हेडलाइट हाईमा छ होइन। हाईमा हाम्रो फ्युजहरू केही पनि बिग्रिएको छैन है। अब हेर्नुहोस् है, मैले हाई मजाले बलिरहेको छ होइन। अब हाम्रो यसरी हेर्नुहोस् है, हेडलाइटको म चाहिँ अब यसरी डिम गरिदिन्छु है, डिम गरिदिन्छु होइन। र डिम गरेको चाहिँ हाम्रो एकै क्षणमा चाहिँ हाम्रो यसरी हेर्नुहोस् है, हाम्रो फ्युज पनि जान्छ होइन, र मिटरमा लाइनहरू पनि बिस्तारै जान्छ एकैछिनमा हेर्नुहोस् है त। ल हेर्नुहोस् त, अब हाम्रो यसरी मिटरमा लाइनहरू पनि गयो, अब फ्युज पनि हाम्रो सम्भवतः गइसकेको छ है। यसको म तपाईँलाई चेक गरेर देखाउँछु होइन। र यहाँ फटाफट म तपाईँलाई चाबी अफ गरेर हेर्नुहोस् त, केही पनि आएको छैन होइन। म खोल्दैछु यो फ्युज चाहिँ होइन। र हेर्नुहोस् त, यो फ्युज खोल्दाखेरि चाहिँ हाम्रो फ्युज चाहिँ हेर्नुहोस् त, अहिलेको नभएर अर्को फ्युज चाहिँ हाम्रो क्र्याक भएको छ बनेको। हाम्रो जुन हेडलाइटको हाइडिम गर्दाखेरि फ्युज गइरहेको छ भने हाम्रो हेडलाइटको होल्डरमा केही समस्या छ भन्ने बुझिन्छ है त। बल्बको जुन वायरिङहरू हुन्छ नि, त्यहाँ चाहिँ केही समस्या छ भन्ने बुझिन्छ होइन। र मैले फटाफट ट्याङ्की खोलेको छु। अब जुन हाम्रो यो मिटरको जुन हाम्रो फ्ल्याप छ नि, यो पनि म मजाले फटाफट खोल्छु होइन। अनि तपाईँलाई देखाउँछु है त, हाम्रो वायरिङ कहाँ के हुँदाखेरि यसरी हेडलाइट हाइडिम गर्दाखेरि हाम्रो फ्युजहरू जान्छ होइन, वायरिङ कसरी सर्ट हुन्छ, फ्युज किन जान्छ हेर्नुहोस् है त। जस्तो मैले यहाँ हाम्रो हेडलाइट खोलिसकेको छु होइन, हाम्रो हेडलाइटको जुन बल्ब निकाल्दैछु म होइन। र यहाँ चाहिँ हाम्रो के हुन्छ भने हेर्नुहोस् त, हाम्रो जुन हेडलाइटमा चाहिँ होल्डर लागेको हुन्छ, यो बल्बमा चाहिँ हाम्रो लाइन सप्लाई गर्ने एउटा होल्डर लागेको हुन्छ है। र यो होल्डर चाहिँ हाम्रो के हुन्छ भने हेर्नुहोस् त, यसरी सर्ट भयो भने चाहिँ हाम्रो हेर्नुहोस् त, यसरी सर्ट भयो भने चाहिँ हाम्रो फ्युजहरू बारम्बार जान्छ है। हेडलाइट हाई गर्दाखेरि चाहिँ हाम्रो ठिकै हुन्छ होइन। र डिमको चाहिँ यसरी होल्डरहरू बिग्रेको छ भने चाहिँ के हुन्छ भने हामीले डिम गर्ने बित्तिकै चाहिँ यहाँ चाहिँ हाम्रो सर्ट सर्किट भएर चाहिँ हाम्रो फ्युजहरू क्र्याक हुन्छ है। त्यही भएर यसरी हेडलाइट अन अफ स्विच नभएको बाइकमा चाहिँ तपाईँलाई पनि अन अफ स्विच राख्न म आग्रह गर्छु है त। किनभने हाम्रो बजाजको चाहिँ हेडलाइटको अन अफ स्विच राखिएन भने चाहिँ लामो टाइमसम्म चाहिँ हेर्नुहोस् त, यो होल्डर चाहिँ ठिकै छ होइन। र यस्तो अर्को होल्डर हेर्नुहोस् त, यो मुनिपट्टिको होल्डर चाहिँ यसरी पुरै पग्लिने होइन, र तातेर बिग्रिने यहाँको वायरिङहरू चाहिँ पुरै यसरी बिग्रिन्छ है त। त्यही भएर म चाहिँ नयाँ होल्डर यसरी लिएर आएको छु होइन। र तपाईँको पनि वायरिङमा बारम्बार समस्या आउँछ, फ्युज बारम्बार जान्छ होइन, र बारम्बार समस्या भोगिराख्नु भएको छ भने तपाईँले एकचोटि यसरी वायरिङहरू चाहिँ एकदम मजाले चेक गराउनुपर्छ है।